हे गाइज वेलकम ब्याक टु माई न्यू ब्लग। सो आज हामी चाहिँ जाँदैछौँ मानुङकोट। मानुङकोट कहाँ हो भनेर हजुरहरूलाई थाहा नै होला। मानुङकोट एकदमै ब्युटिफुल ठाउँ रहेछ। म पनि जिन्दगीमा फर्स्ट टाइम गएको। अनि हामी बाटोमा जाँदै थियौँ, त्यहाँबाट यस्तो राम्रो राम्रो भ्यूहरू देखिरहेको थियो। फाइनली हामी पुगेर एउटा दुइटा सर्टहरू लियौँ। त्यहाँको एकदमै राम्रो नजारा देखेर बिहान बिहान चिसो चिसो मौसममा म पनि लागेँ एउटा दुइटा भिडियो सुट गर्न। अनि भिडियो सुट गरिसकेपछि हामीले च्याप्यौँ साथी र म बसेर दामी भ्यू हेर्दै त्यहाँ। अनि मेरो ब्याड लक त्यहाँ त्यो दिन त बादल नै थिएन। हामी गएको खासमा बादल हेर्नु भनेको तर त्यहाँ बादल नै थिएन। त्यो भ्यू चाहिँ मैले हेर्नु पाइनँ, तर साँच्चीकै ब्युटिफुल छ मानुङकोट। तपाईँहरू पनि जान चाहनुहुन्छ भने गएर एकचोटि भिजिट गर्नु होला। मानुङकोट एकदमै एकदमै सोचेको भन्दा पनि धेरै राम्रो छ। अनि हामी दुईजना त्यो भ्यू देखेर हामी रमाइरहेको थियौँ। रमाउँदा रमाउँदै हेर्दा हेर्दै दिउँसो पनि भइसक्यो। कति छिटो टाइम बितेको थाहा नै भएन। अब चाहिँ फर्किने टाइम भइसक्यो। सो थ्याङ्क यू सो मच फर वाचिङ। सब्सक्राइब गर्न नबिर्सिनु होला।